कपडा धुने साबुनको लागि यहाँ तेल राखेर लगभग 2-2.5 लिटर जति तेल छ यो बाटामा। त्यो तेलमा डोलामाइट पाउडर राख्दैछु। अरूलाई दिनु न, मास्क मलाई पर्दैन। यतापट्टि एउटा ग्रुपले बनाउँदै हुनुहुन्छ अनि यतापट्टि अर्को ग्रुपले तेलमा डोलामाइट पाउडर राखेर बनाउँदै हुनुहुन्छ। यो कपडा धुने साबुन डल्ले साबुनको लागि हो। भयो साथै मजाले तेल र डोलामाइट पाउडरलाई फिट्दै हुनुहुन्छ। यतापट्टि पनि फिट्दै हुनुहुन्छ। यहाँ 2 ग्रुपमा छुट्टाएको साबुनको लागि यतापट्टि हामीले पहेँलो रङको साबुन बनाछौँ भने यतापट्टि ओरेन्ज रङको साबुन बनाछौँ। यतापट्टि चाहिँ बिहान बनाएको लिक्विड डिटर्जेन्ट छ। यतापट्टि झ्यालमा